Hi, I am Ashish. Welcome to my mini vlog. भनिन्छ नि ट्राभलिङ इज द मोस्ट पावरफुल वे टु फाइन्ड ह्याप्पिनेस। आज म र मेरो साथी चाहिँ कालिम्पोङ जाँदैछौँ। बिफोर द्याट हामी दुईजना चाहिँ दिदीको कुल पूजामा जानुपर्ने हुन्छ। बाइ द वे म जाने प्लान चाहिँ एकदमै सडनली बनेको हुन्छ। यो अनप्लान राइड भएको हुनाले मेरो लागि चाहिँ एकदमै मेमोरेबल हुनेछ। हामी चाहिँ एकदमै हतारमा थियौँ र मैले चाहिँ घरबाट निस्केदा शान्तिनो भिडियो बनाउन पाएन। एकैचोटि 5 खाल पुगेपछि गरेको थिएँ। सो दिस इज हाउ आवर राइड बिगिन्स। यो चाहिँ 5 खाल बजार हो, जुन चाहिँ मलाई मिनी चितवन जस्तो पनि लागेको थियो। यो जङ्गल पनि मलाई उस्तै लागेको थियो कि उस्तै चितवनको जस्तै क्या। गर्मीको त कुरै नगरौँ। त्यसपछि हामी लाग्यौँ, अलि अगाडि गयौँ अनि मिठोको सर्ट ब्रेक थियो अनि आशले खाजा खायो। म चाहिँ टन्नै भएर आएको थिएँ घरबाट। छोटो मिठो ब्रेक पछि हामी लाग्यौँ अगाडि। आशिष चाहिँ बाइक चलाउँदैछ, म चाहिँ मस्त भ्यू इन्जोय गर्दै हिँडिरहेको छु। केही छिनपछि चाहिँ हामी दोलाल घाट पुग्यौँ। त्यहाँबाट पनि हामी लाग्यौँ माथि लाग्यौँ है त। त्यसपछि हामी सुकेडी बिचतिर आइपुग्यौँ। त्यसपछि चाहिँ यो कता मनै कन्फ्युज भयो है। अँधेरी खोला पुल रे। केही छिनपछि हामी खाडी चौर बजार पुग्यौँ। हामीले रेनकोट अनि बिस्कुटहरू किन्यौँ, तर त्यहाँ ठग रहेछ त्यो मान्छेहरू माथि बुझ्दा। त्यहाँबाट चाहिँ फेरि हामीले राइड लागेर यो पुल कटेर गयौँ है। त्यहाँबाट त उकालो रहेछ नि। बाफ्रे अलि माथि पुगेर एकछिन रेस्ट गऱ्यौँ शीतलमा होइन। मिनी ब्लग भनिसकेपछि यसो क्यामेरा त तेर्साउनु पर्यो अनि यसो रेस्ट गराए बेला यसो खिचेँ मैले चाहिँ। धेरै माथि पुगिसकेपछि चाहिँ चिसो हुँदै आउँछ बा है। यसो मास्तिर हेर्छु त बादल त कालो लागिरहेको रहेछ। त्यसपछि खै कता हो, यो चाहिँ कस्तो राम्रो मन्दिर रहेछ अनि झरेर यसो भिडियो खिचेँ। त्यसपछि फाइनली हामी चाहिँ मुडेमा आइपुग्यौँ। त्यहाँ हामीले अलिअलि फलफुल किन्यौँ अनि म पाकेँ क्या। के झुन्याउँदो रहेछ भने यसो छामछुम गरेको त छुर्पी पो रहेछ। अनि त्यसपछि हामी यहाँबाट राइट लागेर जानुपर्ने हुन्छ। हेर्नु एकैछिनमा हुस्सु लागेर एकैछिनमा हराउने के हो। अलि अगाडि गएको त त्यहाँबाट हुस्सु है, केही देखिएन। अलिकता त डर लागेर तनाव क्या। अलि अगाडि गएको त एउटा दामी स्पटमा है हामीले भिडियो फोटोहरू खिच्यौँ। त्यसपछि त रात परिसकेको छ, अत्तो पत्तै छैन त्यो हुस्सुभित्र है। अनि डर लागेर हामी गीत बजाउँदै स्पिकरमा गयौँ। साथ सबै दुइटै मोबाइलमा सक्ने लागिसकेको थियो है। त्यसपछि डिसी पनि अफ गरेर गयौँ। चार्ज सक्यो धन्न मेरो पुरानो पावर ब्याङ्कले 1% चार्जमा लोकेसन अन गरेर गयौँ है। त्यसपछि हामी फाइनली राति 8-9 बजीतिर चाहिँ पुगेको थियौँ अनि हामीलाई चाहिँ बाटो कुरिरहनु भएको रहेछ अनि हामीले भेट्यौँ। त्यसपछि हामी गयौँ, लुगासुगा फेर्यौँ, त्यसपछि खाना खाएर सुत्यौँ। वेलकम टु द सेकेन्ड डे अफ माई मिनी ब्लग। यो चाहिँ दोलखा जिल्लाको सैलुङ नजिकै पैती भन्ने गाउँ रहेछ होइन। यता मैले लोकेसन हालेको छु। टुडे इज द मेन डे अफ द पुल पूजा, जुन चाहिँ घरबाट 1-1.5 घन्टा भन्दा पनि टाढा रहेको छ जङ्गलमा। अनि हामी चाहिँ गाडीमा जाँदैछौँ। फेरि बाटो त्यस्तै खराब भएको कारणले हामी फेरि टुकुर हिँड्दैछौँ सबैजना झरेर। कहिले चढ्ने कहिले जाने हामीलाई चाहिँ वाक्क लागेर हिँड्दै हामी चाहिँ ऐसिल खाँदै हिँड्यौँ है। त्यसपछि चाहिँ अनि एकैछिनमा हामी पुग्यौँ है। हामी त्यहाँ बस्दा झ्याउ लागिसकेको थियो अनि अलि उता पर जङ्गलमा काफल पाउँदो रहेछ, काफल खान गयौँ। अनि एकछिनमा पूजा स्टार्ट भयो अनि यहाँको पूजा चाहिँ मलाई एकदमै डिफ्रेन्ट लाग्यो। किनभने यहाँ चाहिँ बोकालाई बलि चढाएर काँचे रगत खानु हुँदो रहेछ। हामीले भोकै सकिँदैन त, काट्दा भोकै सकिँदैन त है। आमामा कति बोका काटेको। अनि यो चाहिँ लास्ट रहेको छ जुन चाहिँ ठुलो रहेको थियो। छिनालिसक्नु भएको थियो अनि छाला काटेन अनि उहाँले रेट्नु भयो थोरै। सबैजना भोकले तनाव भएर बसेको थियो। त्यसपछि 3-4 बजीतिर हामीले खाजा खायौँ फाइनल्ली। अनि हामी चाहिँ खाजा खाने बित्तिकै घर जाने भनेर भन्यौँ, किनभने पानी पर्न लागिसकेको थियो। त्यसपछि गाडी कुरेको, गाडी आएन। त्यसपछि यता चोकमा पुग्यौँ। यता चोकमा पुग्दाखेरि पनि गाडी आएन क्या। अनि मलाई त यस्तो रिस उठ्यो है। कुर्दा म त तनाव भइसक्यो है। पानी पर्न लाग्यो त्यही माथि, कति घन्टा बाटो हिँड्नु छ है। त्यही माथि मलाई जुगाडादेखि डर लाग्थ्यो, त्यहाँ जुगा वार्ड आउँछ। एकछिनपछि पानी पनि पर्यो अनि हामी बसिरहेको थियौँ। त्यसपछि एकछिनपछि गाडी आयो। त्यसपछि हामी गाडीमा जान लाग्यौँ। गाडीमा फेरि हरिबिजो पारामा हिँड्यौँ है हामी। यस्तो तिरपाल ओढ्दै ल हेर्नु न यस्तो ए भगवान्। त्यसपछि घर पुग्यौँ अनि त्यसो बोकासोका बनायौँ, खायौँ, सुत्यौँ, किनभने पानी परेको थियो ठुलो है।
टुडे इज आवर थर्ड डे इन दोलखा र आज चाहिँ हामी कालिम्पोङ मन्दिर जाँदैछौँ। बिहानै उठ्यौँ अनि रेडी भयौँ, सबैजनासँग बिदाबारी भएर हामी चाहिँ निस्क्यौँ। हिजो राति पानी परेको हुनाले बाटो पनि यस्तो हिलाम्मै छ। अफरोड हिलो सबैलाई पार गरेर अहिले चाहिँ हामी समय नियर द तामाकोसी रिभर साइडतिर आइपुग्यौँ। अनि अर्को कुरा यहाँबाट चाहिँ अनि पिच पनि स्टार्ट भयो। अनि हामी धेरै माथि आइसकेपछि माउन्टेन्सहरू दामी देखिरहेको थियो। मान्छेहरूले फोटो भिडियो पनि खिच्दै हुनुहुन्छ र लामो समयपछि हामी फाइनली चरीकोट पुग्यौँ। हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ चोक भइहाल्यो। अब हामी चाहिँ यताबाट स्ट्रेट जान्छौँ। यताबाट गएको भए सर्टकट पनि हुने रहेछ, तर हामी चाहिँ यताबाटै गयौँ। अलि अगाडिबाट हामी चाहिँ राइट लागेर माथि उकालो लाग्यौँ। यो चोकको चाहिँ ठ्याक्कै नाम थाहा भएन, तर हामी अघि मैले सर्टकट भन्थेँ नि, हो त्यो चाहिँ त्यहाँ चोकमा जोइन हुने रहेछ। अलि माथि पुगेपछि त हेर्न हुस्सु चिसो एकदमै बढ्दै आयो। त्यसपछि एकछिन हामीले रोकेर ज्याकेटहरू लगायौँ। सरी टु से आज चाहिँ हाम्रो एकदमै ब्याड लक दिन रह्यो, किनभने हाम्रो बाइकको चाहिँ एक्सिलेटरको तार चुँड्यो। त्यसपछि त तनाव। हामीले आफैले फिक्स गर्ने ट्राई गऱ्यौँ तर सकेनौँ। अनि एकछिनपछि कल मेकानिक उहाँहरू आउनुभयो, बनाउनु भयो, पैसा ठग्नु भयो अनि जानुभयो। अनि मैले चाहिँ एकचोटि ट्राई गरेँ भयो कि भएन भनेर, भएछ। अनि त्यसपछि हामी खुसी भयौँ र फाइनली हामी चाहिँ यो गेटमा पुग्यौँ। त्यसपछि अगाडि लाग्यो। अनि कुरी भिलेज हेर्नु न कति राम्रो देखेको, आहा वेदर हेर्नु वेदर। त्यसपछि हामीले टिकट लियौँ अनि केबल कारमा बस्यौँ। मलाई यहाँको केबल कार चाहिँ एकदमै इन्ट्रेस्टिङ लाग्यो, किनभने यो चाहिँ वान वे रहेछ। त्यसपछि हामी माथि लाग्यौँ अनि हुसीभित्र छिर्यौँ, ड्याममै छिर्यौँ। न भ्यू हेर्न पाइयो न के गर्न पाइयो है। ल त्यसपछि मेरो चाहिँ फर्स्ट टाइम भएको कारणले चाहिँ म चाहिँ अलिकति आँटेँ, किनभने आफै हेर्नुहोस्। ओइ अड्क्यो भने ल यहाँ ल अड्क्यो। ए आशिष म पाखेँ क्या, अलिकति आँटेँ। हुन त मेरो फर्स्ट टाइम थियो, मलाई थाहा थिएन। त्यसपछि हामी चाहिँ झरेर हिँड्यौँ। चिसो बढ्दै थियो अनि यो भर्याङमा हिँड्नु नि छुट्टै मजा रहेछ क्या। फाइनल्ली अनि हामी चाहिँ मन्दिर पुग्यौँ। त्यसपछि पूजा दर्शन गरिसकेपछि हामीले एउटा दुईवटा फोटो खिच्यौँ अनि एकदमै भोक लागिसकेको थियो। प्रसाद खाँदै थियौँ भोक लागेर। अनि त्यसपछि ठ्याक्कै मान्छे आयो क्या उताबाट, अनि हामी हिँड्यौँ। हामी चाहिँ तल झर्नको लागि केबल कार कुर्दैछौँ। केबल कार पनि आयो, बसियो अनि 2 मिनटमा तल पुग्यो। त्यसपछि मेरो मोबाइल स्विच अफ भयो। यो चाहिँ आशिषको मोबाइलबाट बनाउँदैछौँ। अनि हामी चाहिँ मुडेमा गएर खाना खायौँ। त्यसपछि यस्तो एनर्जी आयो कि कुरै छोडेन। अनि त्यसपछि अब मोबाइलमा पनि चार्ज थिएन। त्यसपछि त्यस्तो भिडियो पनि बनाएन। अनि हामी चाहिँ जाँदै थियौँ अनि यहाँ चाहिँ डेन्जरै गाडी एक्सिडेन्ट भइरहेको रहेछ। यो चाहिँ सुकुटे बिच हो कि खै कता नजिकै, त्यता तातो पानीपट्टिबाट आएको अरे। जता आ त्यतै फर्किरहेछ। थ्याङ्क गड सबैजना सकुशल हुनुहुँदो रहेछ, केही भएको रहेछ कसैलाई पनि। अब अलिअलि घाउचोट त लागिहाल्छ। अनि त्यसपछि हामी दोलरघाटमा आयौँ, माछा खायौँ। त्यसपछि त सिधै घर। ल यो चाहिँ कलङ्की चोक भइहाल्यो। आजको लागि यति नै। थ्याङ्क यू आशिष फर ह्याभिङ मी। थ्याङ्क यू इच एन्ड एभ्री वान। लट्स अफ लभ। सी यू सुन। बाई।